अहिले त बत्ती बाल्नु पर्दैन, दिउँसो हो, दिउँसो जानु। के आयो कि आएन? बेबी जानु नि त त्यहीँ। नयाँ सोफामा बसेपछि आरामले बस्दो रहेछ। के गर्ने त? कम्फर्टेबल भएछ क्या अरे। पहिलाको सोफामा चाहिँ उफ्राइ गर्थ्यो। यसैमा गर्नु न हुन्छ कि? के भइरहेछ बेबी? यहाँ सिद्ध्याएर फेरि भात खान आउनुपर्छ नि त। चुने चाहिँ जहिले बस्दै बसेन, चाकमै निस्क्यो हो र? होइन होला। भात खाँदा जहिले हग्ने मान्छे हो गुलासा भन्ने मान्छे चाहिँ। यता चाहिँ यस्तो छ वासिङ मेसिन हो यो। यो पनि वासिङ मेसिन हो। यो चाहिँ एआई वाला वासिङ मेसिन हो। यो चाहिँ यता यस्तो छ। तरकारी करेला, आलु कौडी, भटमास, अचार टमाटरको दुध सत्य छ। अब बेबी चाहिँ यहाँ नाची टिभी हेर्दैछ। नाची यहाँबाट बाहिर चाहिँ यता चाहिँ यहाँ प्लान्ट यहाँ अर्को प्लान्ट यहाँ यस्तो छ। हेटौँडाको मौसम आज क्लियर छ, गर्मी चर्किनेवाला छ। यता चाहिँ यस्तो बेबीलाई यहाँबाटै स्याउ चपाएर फालेछ। बेबी घोडा चढ्दैछ। स्ट्याचु लभ सिम्बल चिनेले बोलाए जस्तो छ। माथि भयो भन्दैछ। के हो सरी? यहाँ पनि प्लान्ट छ। ए भइसक्यो? सकिसक्यो? यहाँ सकिसक्यो? यहाँ आएन? हो र? ल जाऊ र जाऊ। गुलासा चाहिँ लड्यो अरे, आया पनि भयो अरे। यहाँ प्लान्ट छ। यहाँ स्टोर देख्यो? हर छ एकछिनमा। यहाँ चाहिँ यहाँ पनि फुल फुल्दै छ। यहाँ नि प्लान्ट। यो चाहिँ यो आउटडोर प्लान्ट। यहाँ चाहिँ दामी फुलिरहेछ ल। यहाँ दामी छ, दामी फुलिरहेछ।
फुल्दो रहेछ यस्तोमा पनि यस्तो पनि फुल हुने रहेछ यो भयो हाउस टुर फुल चिउनेले यहाँ हगेर राखेको भन्छ सर्च गरेर नै हेर्छु हेर्नु पर्यो सर्च पनि गरेछ चिउनेले गर्दो रहेछ अब यहाँबाट माथि गयो भने र छतमा पुग्छ छतमा पनि प्लान्ट छ छतमा पनि यहाँ यस्तो फुलफुली भएको यता रायो साग चाहिँ वाटर ट्याङ्क अनि यहाँ चाहिँ घेरौँला यसरी खुर्सानी तरकारीहरू यहाँ चाहिँ करेलाको सिमीहरू छ सिमी फल्दो रहेछ फुल भयो यो यो फुल चाहिँ के भयो मरेछ क्या यता यता घिराउला पर जान थाले रहेछ पछाडि पछाडि पठाएको छ यस्तो अवस्था छ यहाँको एउटा बजार यहाँबाट देखिन्छ यसरी यस्तो छ यहाँ पनि फर्सी फल्दा रहेछ ठिक छ अनि यता पछाडि अघिको घेराउला चाहिँ यता पठाएको थियो यता आइसकेछ बलिरहेको पनि रहेछ फल्न थालेछ घेराउला अब आयो लास्टमा पूजा कोठा पूजा कोठा चाहिँ यस्तो छ पूजा कोठा चाहिँ यस्तो छ मामरा भाजेको यस्तो पूजा कोठा छ यहाँनिर चाहिँ यस्तो छ यस्तो छ ल अब यो हेटौँडाको उत्तरतर्फको भ्यू साइड यता चाहिँ बाउको कोठा छ बाउको कोठा चाहिँ कोठा एन्टिक दराज हो एन्टिक दराज यो बाउको एन्टिक दराज यहाँ गर्दैछ एन्टिक यो चाहिँ गेस्ट बेड यो चाहिँ बाउको बेड हिमालयन
यो चाहिँ चुनेको एल्साको साइकल एल्सा साइकल यो चाहिँ बेबीको डस्ना यहाँ हाल्नको लागि नयाँ साइज नमिलेर नयाँ डस्ना बनाएर भर्खर ल्याएर छ यस्तो छ अवस्था भित्र गोल सुतेर मिला छैन यहाँ चाहिँ म चाहिँ यस्तो अवस्थामा छ यता चाहिँ राम्रो देख्छ क्या हो म यस्तै छ पत्रगोल पार्टीहरू